शेफ चाहिँ के गर्दै हुन्छ हेर्नु पर्यो क्या। हेलो शेफ। ओहो हेलो भन्छ के गर्दै हुनुहुन्छ हजुरले? एकदम म चाहिँ यहाँनिर चाहिँ यो हेर्नुहोस् त यो झिङ्गा माछा यो प्रन्स भन्छ नि यो हजुर यो प्रन्सलाई चाहिँ म क्लिन गर्दैछु कि। ओके यो गेस्टलाई चाहिँ अब यहाँ चाहिँ मुख नखोजो छैन यो जुन चाहिँ हेर्नु त्यहाँ यो काँडा छ नि यो हजुर, हजुर। काँडा यो चाहिँ निकाल्नुपर्छ। हजुर अनि त्यही भएर चाहिँ म क्लिनिङ गर्दैछु। हेर्नुहोस् अनि त्यसपछि यहाँ कटिङ पनि गर्नुपर्छ। कटिङ चाहिँ कसरी गर्नुपर्ने कटिङ एकबार ध्यान। चाहिँ भने चाहिँ यहाँ यस्तो राखेर चाहिँ एकैछिन ल म यतातिर जान्छु राम्ररी देखाइदिन्छु है। यस्तो तरिकाले चाहिँ यसको नसाहरू सब निकाल्नु पर्ने हुन्छ क्या। ओके अलिकति यस्तो कटिङ गरेर चाहिँ यहाँनिर अलिकति यहाँ गन्दा हुन्छ क्या। ओके अनि यो गन्दालाई चाहिँ हामीले चाहिँ यो निकाल्नुपर्छ, सफा गर्नुपर्छ लिनु। अच्छा एटलिस्ट गेस्टले भनेको पैसा दिएर खाएपछि चाहिँ खाएको जस्तो होस् क्या। हजुर। नराम्रो चिज नपाओस् भनेर चाहिँ एकदम अब चाहिँ यसरी चाहिँ म सफा गर्दैछु। बेलुका अब जब अर्डर आउँछ तब हामीले फ्राई गरेर चाहिँ दिन्छ यसलाई। बुझ्नुभयो तपाईँले? Yes, पर्यो। हेर्नु यो हजुर यो यो चाहिँ गन्दा चिज हो कि। ओके मतलब यसलाई चाहिँ निकाल्नु पर्ने होइन? यसलाई निकाल्नुपर्छ यो चाहिँ यसको अच्छा। आन्द्रा हो। अच्छा यो चाहिँ आन्द्रा हो। आन्द्रामा जुन भित्र हुन्छ नि त टट्टी सट्टी हजुर त्योहरू चाहिँ निकाल्नुपर्छ। र यसको मुनिबाट चाहिँ अर्को एउटा नसा हुन्छ। ओके त्यो नसा चाहिँ ओके पनि निकाल्नुपर्छ, ननिकाल्दा पनि हुन्छ, नो प्रब्लम। यस्तो च्याट्टा गरेर यो यसरी निकाल्नुपर्छ क्या। ओके हस् त सेफ है हस्, धन्यवाद। धेरै धेरै धन्यवाद हजुरको।